What's up guys and welcome back to another vlog. तपाईले अब टाइटल र थम्बनेल देखेर थाहा पाइसक्यो होला के गर्नु आँटेको हैन। यो चाहिँ हाम्रो फिलहाल अहिलेको रुम हो। हालत त्यस्तो छ। भर्खर डल्लै सामानहरु एक साइड गरेको हैन। अन्त अहिले चाहिँ छौं हामी बारापातीमा। यस, हामी प्राय जस्तो बारापातीमै हुन्छ हैन, पाक्योङ इस्ट सिक्किममा। अन्त अहिले चाहिँ हामी यहाँ जुन चाहिँ रुम हामी यहाँ बस्दैछ, यो चाहिँ हाम्रो रुम हो। अन्त किचन चाहिँ बाहिर छ। अघि म र इन्स्टाम्यान दा बस्छ हो। अब चाहिँ यसलाई पेन्ट गर्नु आँटेको हामी, यो डल्लै रुमलाई एस्थेटिक बनाउनु आँटेको हो। सो यहाँ पेन्ट ल शुभ हाम्रो अघिले कतिको रोलर हान्दो रहेछ हेर्दै मैले 1 चेपर स्टार्ट गर, चेपर ओ हो ओ गो माथि गुड। अन्त कसले सक्ने त यो केटालाई? फर्स्ट राउन्ड चाहिँ लगाइसक्यो कोटो यहाँ हो। आज एक गर्नुपर्ने छु, त्यहाँदेखि चाहिँ हेरौँ कस्तो देख्ने रहेछ। अहिले चाहिँ यस्तो छ होइन, तर के अरे दा? We are not done yet. Yes. All right. अभी और बाकी है। पिक्चर अभी बाकी है मेरे को। यो त 10% मात्रै हो नि, कलर त 10% मात्रै हो नि। अब यो कलरमा के थपिन्छ त्यो चाहिँ 90% के हो बिस्तारै एड आउनु हुन्छ। सो हेर्दै जानुहोस् फाइनल लुक। सो होइन, रुमहरू रङ गरिसकेन। अब यसमा चाहिँ लगाउनु पर्ने चाहिँ लाइट होइन। अन्त लाइट किनेर आएको थियो हामीले एलइडी होइन। अन्त त्यसमा रहेछ यो होइन, के भन्छ यसलाई, कस्तो भुल्यो मैले, यो एडाप्टरै होला सायद होइन। चेन्ज गर्ने हो नि त यो, त्यो डाइरेक्ट भोल्टलाई होइन चेन्ज गर्नुपर्ने छ, हाई भोल्टेज हुन्छ नि त। सो यो लगाउनु पर्ने छ हो। हामी कसलाई हुँदैन, तर मैले युट्युबमा हेरेर सिकेको छु हो। अन्त यहाँ छ हाम्रो वायर्स हो, अन्त यहाँ छ एलइडी हो, अन्त यहाँ छ पिलास, अनि यहाँ छ मेकानिक हो। अब ट्राई गर्ने हो लु, पड्काइसक्यो भने आगे लेखेर दिइरहेको हामीलाई। लु ट्राई गरिदिउँ न होइन, तपाईँहरू पनि हेर्नुहोस् लाइभ है। ल आज हाम्रो यहाँ स्पेसल बिहारबाट मिस्त्री मोनु मिस्त्री इन्सेन आएको छ। टेस्टिङ गर्दैछ एकदम होइन, पड्किन्छ कि के हुन्छ नि। एक्सटेन्सन कट चाहिँ एक्चुअली मेरो यहाँ बेडमा थियो, तर अलिक पढ जानु भनेको नि त टेस्टिङ गर्दा, किन अस्ति दोकानमा पनि पड्केको थियो हामीले टेस्ट गर्दा हो। ऊ गाडाङ गुडुङ भन्दैछ। कन्फिडेन्स हुनु मान्छेकोमा चाहिँ। ल त अन्त खेलाइ चाहिँ सोचेको हेर त वाइटी होइन। अन्त अब चाहिँ हो टाल्ने हो, माथि पोस्टरहरू पनि छ होइन, पोस्टरहरू भर्खर जे गर्यो त्यसमा म सरप्राइज पनि छैन, किनकि अब सेक्टिस मिस्त्री बोलाएको नि त हामीले। भगवान् यतिको काम सक्दैन भन त। 150 रुपियाँ र म्यागी अन्डा दिएर के यतिम गरेन अन्त के फाइदा होइन। माथि उयोबाट लानु यहाँ चाहिँ छ तपाईँको 4टा, अन्त यहाँ एउटा छ हो। अब अनरिभिलिङ हुन्छ, अनरिभिलिङ भाइ लाइटरले ब्ल्याक नगर्नु नि। तिमी जाऊ ल, तिमी गान्तोक जाऊ ल, पल्ट जा। सेकेन्ड सिट ल भाइ, त्यसपछि तिमी यतै बस्यो भने चाहिँ सेकेन्ड सिट एन्डिङ सेकेन्ड सिटमै बस्न अन्त अरे यता काट्दिनु नि त नि बरु। ल हुन्छ। एकछिन ठाडो राख न। फर्स्ट फ्रेम अनबक्सिङ हुन्छ। ए मार्बल केही भएको छैन होला नि हैन। हेर्नु है पछि कलर
यसमा के छैन फ्रेमहरू पनि भएको छैन यो यस्तो गरेर निकालिदिनु यो अघि यसलाई अलग्ग राख त तिमी निकालेको लागि म पक्रिदिन्छु यो भाइ गएछ नि हो आहा यो चाहिँ हाम्रो यो म्यापको चाहिँ पक्का भइरहेको छ इसिमै अब हिजो त उसले ट्र्याक त गर्यो नि अब यो म्याप चाहिँ भाँचेको रहेछ है यो म्याप पस्दैन रिप्लेसमेन्ट हुनु यो चाहिँ हामीले चाहिँ त्यसकारण हामीले खोलेको नि त यो प्रुफ हो नि त अब यस्तो मेन चिज मलाई कस्तो है यो म्याप चाहिँ भाँचिदियो है बिस्तारै लु यो चाहिँ अब रिप्लेस गर्छ उनीहरूले हो दाजुहरूले जसले बनाएको बिस्तारै यो अब यो ठिकै छ होला हेरौँ ल पहिला यो एकैछिन बिस्तारै मेरो भाइ यो दिस इज गुड यो अन्त यहाँ पक्रेर मैले पक्रिरहेको छु हुन्छ त यसमा यो चाहिँ के भएन रहेछ यिनीहरू त्यो चाहिँ तर हिजो नै हो हिजो क्र्याक गरेको चाहिँ यहाँ भएको थिएछ हो दाजुकै छेउमा भएको अब त्यो चाहिँ रिप्लेस गर्नु पर्यो मैले दाजुलाई भनेको छु नि त सो यो चाहिँ हाम्रो फुट्यो होइन अस्ति त्यहीँ दोकानमै चर्क्यो तर खोलेन हामीले खोलेर हेरेन दाजुलाई पनि याद छ यो चाहिँ हो 3 यो तिनवटा चाहिँ अब यहाँ हट्छ यहाँ प्लास्टिकको चाहिँ ग्लास किन्नुपर्ने थिएछ है ठिकै छ अब यो नेक्स्ट टाइम ल अब यो लास्ट एउटा छ यो चाहिँ हामीलाई गिफ्ट दिएको छ हो के हो भन्दाखेरि चाहिँ यो चाहिँ अब हेर्नुहोस् तपाईँहरूले थाहा पाउँछ के रहेछ यसमा भनेर यो चाहिँ बिचमा ह्याट टक्कै हो यो अघिको चोइस हो यो इन्जिनको चोइस हो यस एन्ड देन यो मेरो चोइस दिस इज यो चाहिँ हामीले अस्ति बेङ्गलोरबाट किनेको होइन अनि अल्सो बिग शाउट आउट टु हाम्रो साथी अनिरुद्धलाई जसले चाहिँ हाम्रो बेङ्गलोरमा धेरै हेल्प गर्नुभएको छ उनीहरूकै स्टोरबाट हामीले यो लाएको नि त पोस्टर्सहरू सो यो चाहिँ हाम्रो लास्ट पिस अनबक्सिङ फुल फुल हाकी लुफी फुल लुफी चाहिँ बेसी त्यो पावर फुफी हैन लुफी हाकी भन्ने हुन्छ कि जिउ डल्लै ब्ल्याक हुन्छ अनि त्यही त हाकी फुल हाकी हो नि त अर्नामेन्ट हाकी हेरे नि त कामे लु यो अब यसमा यो चाहिँ हाम्रो चाहिँ क्यारिकेचर खो जलाइन हेर्नु न मेरो लागि चाहिँ दिस इज जस्तो जहिले हुन्छ यो चाहिँ हामीलाई चाहिँ गिफ्ट एउटा क्या मञ्जुश्रीहरुकोले स्टुडेन्टहरुले बनाएर दिएको बिग बिग शाउट आउट यस मञ्जुश्रीहरुकोलाई थ्यांक यू सो मच स्टुडेन्टलाई यसमा चाहिँ हेडफोन मिक्स भएछ नि त मिस भएछ त्यहाँ कानबाट अक्कै त मान्छेकै आम्बो मेरो दाँत चाहिँ है म गुटका चाहिँ खाँदिनँ बस्छु हैन अनि इन्सिन पढेला चाहिँ मिसिङ भएछ पढेला चाहिँ थियो के भन्दा क्रिस ब्राउन चाहिँ हैन कि कृष्ण बाहुन जस्तो ल अब यो मेरो नाक र आँखा हेर्नु न त बट हैन दामी बनाएको छ दामी बनाएछ सो दामी चाहिँ यहाँ दुईवटा सक्यो पोस्टर हो यहाँ अनुप पनि हाल्यो यहाँ आकाश सर पनि हुन्छ सक्नु लागि हो साह्रो पऱ्यो बेसी भारी वेलकम टु इन्सेन उद्रुक च्यानल लास्ट एउटा लुक यस्तो गर्दै लगाउँदैछ है यो यसले लगाउँदैछ यो मार्क चाहिँ फाइनली ठोकठाक गरेर होइन हिसाब किताब लगाएर फाइनली हाम्रो रुम चाहिँ यस्तो भयो पोस्टर्सहरू चाहिँ पर्दा नयाँ आइज भाइ यो चाहिँ फुटिदियो यहाँ पर चाहिँ एउटा फुटिरहेको छ कि तीनजनाको नक्सा थियो मञ्जुश्रीको स्टुडेन्टहरूले बनाइदियो कि अब एक दुईवटा चाहिँ अलिकति ठोक्नु छ हो यो ग्रिन स्क्रिनहरू लाउनु छ कि पर्दा चाहिँ लाउनु यो मेन चाहिँ यो पर्दा चाहिँ यो चाहिँ माथिपट्टि लाउनु यो माथिबाट लाउनु पर्ने हजुर यो पर्दा कि अन्त त्यो लाइट चाहिँ लाइट चाहिँ सारिदिउँ भनेको यतापट्टि अब लाइट यतापट्टि लाइट चाहिँ सारिदिउँ भने त्यो
अन्त उयो चाहिँ उयो म्याप चाहिँ आउँछ आइ राम्रो देखियो है दामी यो हामी पो यहाँ बस्नु जस्तो भयो सो फाइनली सक्यो होइन पोस्टरहरू पनि लगायो मजाले एडहरू यता लगाइदिइरहेको छौँ लाइट्स चाहिँ यता सारिदियो लाइट्स यतापट्टि सारिदियो हामीले होइन अन्त यसमा अलिकति अझै के चिजहरू एड अन गर्नु छ त्यो हामी बिस्तारै एड गर्छ होइन अन्त रुमको भ्लग यति नै छ होइन अन्त थ्याङ्क यू सो मच फर वाचिङ अन्त हेर्दैछौँ हामी यहाँ के गर्नेछ बाटापाथिङमा होइन पाक्योङमा हामी यतै बस्छ प्रायः जस्तो हो सो यहाँतिर तपाईँलाई घुमाउने छ यता दिन राम्रो भएपछि अब अहिले बर्खाको सिजन हो पानी पर्छ अगर दिन राम्रो भएपछि यताउता घुम्ने छ तपाईँलाई यता देखाउँछ कहाँ जग्गा दामी दामी छ हो यहाँको केटाहरूसँग घुम्नु जान्छ सो यो भ्लगको चाहिँ यति नै हो आजको लागि थ्याङ्क यू सो मच फर वाचिङ अनि तपाईँलाई मेरो भिडियो मन परेपछि लाइक सेयर गर्नै पर्यो तपाईँले होइन अन्त मेरो च्यानलमा नयाँ भएपछि सब्सक्राइब गर्नु अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड आई होप आई विल सी यु गाइज इन नेक्स्ट भिडियो टिल देन टेक केयर पिस